भन्ने एउटा चाहिँ रियालिटी सो हेऱ्यो तिमीहरूले कसैले हेरेको छैन। मैले पनि यसपालि यो गएर मात्रै सबैभन्दा अगाडि हेरेको थिएँ। मैले पनि सेयरहरू गरेको छ। यो हाम्रो शनिश्चरी तेक्वोन्डो डोजानको खेलाडी है, यो मात्रै हो। उसको वाइफ पनि खेलाडी यहीँको दुईजना खेले। पछि दुईजना आर्मी गए अनि मन पराए, फेरि एकै ठाउँको दुईजनाले बिहे गरे, दुईजना आर्मीमा छन् है। अनि यसपालि त्यो खेलमा चाहिँ त्यो अलिक रिस्की गेम हो। त्यो पावर पनि चाहियो, सबै थोक चाहियो। हाम्फाल्नु पऱ्यो, चढ्नु पऱ्यो, बोक्नु पऱ्यो, के हो के थुप्रो थोक। मलाई चाहिँ आँटा आएन धेर गर्नुपर्दो रहेछ, किनभने जिउ सन्तोषसित बस्ने बानी भयो। त्यो धेरै उफ्रेर कुदेको डाँडा काँडा त्यो खतरनाक थियो। त्यसमा चाहिँ अब सबैलाई उसिँदै कष्ट 10 लाख रुपियाँ क्यास अनि यामा बाइक अनि प्राइज पायो। मलाई खुसी लागेको छ कि तेक्वोन्डोको खेलाडीले त्यो पनि हाम्रै डोजाको होइन त। तिमीहरू जस्तै पहिला खेल्दै गएर आज त्यो भएको उसले त्यति गर्यो भने हामीलाई खुसी लाग्यो है। उसकै मेहनत हो, तर बाउलाई जहिले पनि छोराछोरीले गर्यो भने खुसी लाग्छ नि त होइन। त्यस्तै हामीलाई पनि अब खुसी लाग्यो। उसले त्यो मेहनत गर्यो, जित्यो अनि ल्याएर फेरि दुईटा ठाउँको चाहिँ नाम आयो। एउटा चाहिँ हाम्रो ठाउँको अर्जुन धाराको चाहिँ खेलाडी भएकोले गर्दा अर्जुन धाराले पनि गर्व गर्नु पर्यो। अर्को नेपाल आर्मीको चाहिँ भएकोले गर्दा नेपाल आर्मीले पनि गर्व गर्नु पायो। अब परिवारले त गर्व गर्ने कुरा भइगयो होइन। भनेपछि खेलकुदमा राखेर त्यो गरेपछि अब खेलकुदले एउटा मनोबल त बढाउने हो। मनोबल बढायो, सबै थोक गर्यो, त्यो खुसी लागेको छ। अर्को एउटा चाहिँ म सम्झिरहेको थिएँ, त्यो के हो भने यो चाहिँ चन्द्रकोमा ट्रेनिङ गराउँछ। चन्द्रले चाहिँ आर्मी नजानु भनेको थियो होइन, आर्मीमा नजानु भनेको थियो चन्द्रले, यहीँ गर्नु। आखिर त्योभन्दा धेरै पैसा कमाउने वातावरणमै बनाइदिइहाल्छु, दोजाङ चलाउनु के अरू फाल्टु कामहरू गर्नुपर्छ भनेको थियो। अनि उसले एक दिन चाहिँ मलाई भन्यो, मैले नै गाली गरेँ, त्यसो नगर्नु, कसैको पछि कुदेर हिँड्यो भने पछुवा हुन्छ, अगुवा हुनुपर्छ। त्यस कारणले गर्दा आर्मीमा गयो भने आर्मी मात्रै भइँदैन, त्योभित्र अपर्च्युनिटीहरू गर्न सक्नेहरूको लागि थुप्रै अपर्च्युनिटीहरू क्रिएट गर्छ। आर्मीमा एउटा राम्रो छ कि आर्मी पुलिसमा, आर्मीमा खानासाना पनि पाउँछ र ट्रेनिङ पनि गर्नु पाइन्छ होइन। ट्रेनिङ गर्ने इच्छा हुनेले ट्रेनिङ गर्न पाइयो अनि बसेर खाएर यसो चाहिँ एक्सर्साइजहरू गरे बापतै पैसा दिन्छ क्या। तिमीले एक्सर्साइज गरे बापत पैसा तिर्नुपर्छ, आर्मीमा एक्सर्साइज गरे बापत पैसा दिन्छ कि होइन, ट्रेनिङै गराएर पैसा दिने हो नि त। त्यस कारणले गर्दा आर्मी राम्रो छ भनेपछि उसले त्यतिखेर मेरो कुरा सुन्यो। मलाई हिजो म सम्झिराखेको थिएँ, अस्तिको दिन त्यो जितेको दिन मैले सम्झेँ। कम्तीमा आर्मी जानु भनेकोले पछि भविष्यमा आएर कुरो आर्मी त गएँ तर पैसा पनि धेर भएर जिन्दगी बित्यो भन्दा कि भन्दै थियो, त्यो चाहिँ पास भयो। अनि त्यसले गर्दा कहिलेकाहीँ राइट टाइममा राइट वे पक्रियो भने मान्छे चाहिँ राइट ठाउँमा पुग्छ। त्यस कारण समय हुँदाखेरि गर्नुपर्ने। अब यसले ठुलो विषय के भने यसले 2-3वटा कुराको काम गर्छ मार्सल आर्टले। तिमीहरूलाई मैले पहिले भनेको, एउटा इज्जत प्रतिष्ठाको कुरा, हेल्थको कुरा, अनि गेम खेल्यो भने पहिचानको कुरा होइन, र राम्रो अझ राम्रो बेटर गर्यो भने पैसाको कुरा, त्यो पनि अनि गर्छ। त्यसको लागि अनिसलाई फेरि एकचोटि म चाहिँ बधाई दिन्छु। तिमीहरूलाई अझै अर्को कुरा के भने ऊ र अनि अन्जु दुईजना चाहिँ पहिला हाम्रो खेलाडी मात्रै होइन, पूर्वाञ्चलमा चाहिँ अर्जुन धाराको मेडल ल्याउने खेलाडीहरू चाहिँ यो दुईजना थिए। अरू पनि थिए तर तीमध्ये यो दुईजना पनि यिनीहरूको वेटमा चाहिँ प्राय यिनीहरूले ल्याउने। मोरङतिर मात्रै 1-2 जनाले
सिधै यिनीहरूको टफ कम्पिटिसन हुन्थ्यो नत्र भने मेडल ल्याउनेमा 2 जना चाहिँ पढ्थे है तिनीहरूले पनि अब उनीहरूबाट पनि सिक्नुपर्छ फेसबुक मुनि जोडिने हेर्ने होइन अनि सुरुमा चाहिँ नेपाली टाइगर थियो होइन जसको त्यो युट्युबहरू के नेपाली टाइगर भनेर चाहिँ त्यो त्यसबाट चाहिँ इन्डियाको टाइगर श्रफको जस्तो चाहिँ उसले हानेको किकहरू चाहिँ उसले हानेर मान्छेलाई नेपालीहरूलाई चाहिँ इन्करेज गरिराखेकै हुन्थ्यो त्यसैको कन्टिन्युटीमा यसपालिको चाहिँ जितेर हाम्रो नाम राखेको छ त्यसै कारण हामीले उसलाई यहाँ उसलाई सम्मान भन्दा धन्यवाद भन्छ किनभने हाम्रो पनि त नाम आएको छ होइन हाम्रो ठाउँको नाम आयो धन्यवाद भन्न बोलाएको भोलि पर्सि तिमीहरूले पनि त्यसै गर्यो भने हामी तिमीहरूलाई पनि धन्यवाद गुरु यता यहाँ यस लोगोमा यता सार्कै उता फर्क 6 मिनट भइसकिसक्यो मैले बुनीलाई छेले है बनु यो पनि हाम्रो इन्टरनेसनल खेलाडी कामना यो पारा यो पनि जान्छ बाहिर गएर खेलेर आउँछ हाम्रो नाम अलिअलि ल्याउँछ यसले मैले एउटा भिडियो चाहिँ गरेको छु ल भिडियो चाहिँ छ सबैले खाजा लिएर आऊ खाजा लगाइदियो छिटो यो हटान है बुझ्यो हटान प्लाइबोर्ड भा हटान भा हैन हटान भा छ ल गुरु लगाइदियो बधाइदियो ल यसो हात मिलाएर बोलाउने लगाइदिने ल लगाइदियो ल सबैले भिडियो फोटो सबैले सबै सबैले सँगै हाम्रो कोही खेल्दै आउँछ सबैले हाम्रो लागि त हिमालय चढेर आएछ भने भयो भने होइन सबले हात मिलाउँदै को हात मिलाउ सब लगाइदेऊ हाइट अफ ब्लग मान्छेले चाहिँ पढाउँछ ल सबैलाई ल अब एकैचोटि ल अब म सबै ल हो हात मिलाउ बधाइदेऊ ल बधाइदेऊ सबैजनालाई थ्याङ्क यू क्या मन पर्दै तिमी ल ल अब तिमीहरू यहाँ बस्छ त एकचोटि यहाँ सबै अगाडि बस्छ त यता 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 भाइ पकाइदिन्छु ल हुन्छ ल तिमीहरू यसरी खुट्टा फाट्छ बस्छ लडी यसरी जोसेर बस्छ भने रिङ्गाट आउँछ ल सबैभन्दा सुरुमा चाहिँ म आफ्नो परिचय दिन जान्छु तिमीहरूलाई चाहिँ मभन्दा सायद तिमीहरू अलिक सानै हुनुहुन्छ होला मेरो गुरुहरू बाहेक मेरो आदरणीय गुरुहरूलाई चाहिँ ईश्वरी गुरुहरूलाई मैले कन्सर्नहरू एक दुईवटा कुरा भने सबैभन्दा सुरुमा मेरो शुभ नाम चाहिँ अनिश तामाङ म सबैभन्दा सुरुमा त आर्मी जानुभन्दा पहिला म यहीँनिर खेल्थेँ म यहाँ भन्दा पनि पुरै गाउँमा खेल्थेँ जो यहीँबाट चाहिँ सञ्चालित थियो मेरो गुरु हुनुहुन्छ त्यो यहाँनिर चाहिँ मेन गुरु चाहिँ यहाँनिर सिकाइदिँदै हुन्थ्यो उहाँले तर उहाँ चाहिँ हाम्रो कुमार गुरुकै अन्डरमा हुनुहुन्थ्यो सो उहाँले पठाउनु भएर चाहिँ हामी पाण्डपुरमा खेल्दै खेल्दै अहिले त्यस पछाडि बिस्तारै बिस्तारै हामी चाहिँ बेल्टहरू पनि लाउँदै लाउँदै खेलिरहेको थियौँ खेल्ने क्रममा चाहिँ अब त्यही हो सबै मान्छेहरूलाई भनेको आर्थिक समस्याले नै बिस्तारै च्याप्दै जान्छ होइन त्यो आर्थिक समस्याले च्याप्नु पनि गर्छु भन्ने कुरा चाहिँ छोड्नु हुँदैन आफ्नो विश्वास टुटाउनु होइन अनि एक दिन सफल हुन्छ अनि त्यही नै हो अहिले हिजोको दिनमा म त्यही लाइनमा चाहिँ होइन व्हाइट बेल्ट लाएर यताउति गरिरहेको हुन्थेँ होइन तर गराएको चिज चाहिँ म एकैतामा टिप्थेँ मेरो गुरुहरू यहीँ हुन्छ गराएको चिज चाहिँ म एकैतामा टिप्थेँ र एक्स्ट्रा पनि म गर्थेँ त्यो बेलामा तिमीहरूले पनि एकदम गर्नुपर्छ कडा मेहनतको साथ गर्नुपर्छ अनि सँगसँगै हामी चाहिँ अब अहिले हस्बेन्ड वाइफ भएछौँ दुईजना हामी यहाँ टेक्वान्डो खेलाडी यहीँको हो हामीले चाहिँ अब त्यस पछाडि हामी अनि आर्मीमा लाग्यो आर्मीमा लागेपछि चाहिँ अब
बिस्तारै अपर्च्युनिटी आर्मीमा पनि मैले फड्को मारेकै छु प्रत्येकचोटि। अब यो हाम्रो मात्रै नभइकन एउटा ताइक्वान्डो खेलाडीकै लागि पनि एउटा गर्व गर्ने विषय हुन्छ यो चाहिँ होइन। तिमीहरूले सक्दिनँ भनेर कि कहिले पनि हार मान्नु हुँदैन। र मैले अब हिजोको दिनमा त्यहाँ ट्रेनिङ गर्दा होइन अब आर्मीमा पनि बहुत ट्रेनिङ हुन्छ। त्यो ट्रेनिङहरूमा पनि प्रत्येक ट्रेनिङमा मैले यस्तै मेडलहरू ल्याइरहेकै छु। अब त्यहाँनिर चाहिँ सबै देखाउनु मिल्दैन होइन। तिमीहरूले मेरो फेसबुकतिर त्यसबाट एउटा टिकटक युट्युबतिर देखेको थियो भने चाहिँ अलिअलि हेर्न पाएको होला सायदै। यो चाहिँ हाम्रो सबैको गर्व गर्ने विषय हो होइन। अब जस्तै अब आउनु त धेरै कम्पिटिसनहरू आएको थियो त्यो रोडिजमा पनि। अब रोडिजमा आउँदाखेरि पनि उनीहरू सबैजना अब गयो भनौँ न। यहाँ चाहिँ कोही 18 वर्षभन्दा माथि छ भने चाहिँ त्यो मान्छे अहिले जाँदा हुन्छ। सिजन 8 अब खुल्ला हुँदैछ, अडिसन खुल्ला भइसकेको छ। 18 वर्षभन्दा माथि पुगेको छ भनेदेखि तिमीहरू जान सक्छौ। एकदम म सिकाइदिन्छु तिमीहरूलाई होइन। त्यसमा दिमागदेखि लिएर त्यस पछाडि फिजिकलदेखि लिएर सबै कुरा, स्ट्रेन्थहरूदेखि लिएर पावरहरूदेखि लिएर डिसिप्लिन, बोल्ने कला सबै कुराहरू आवश्यक पर्छ त्यसमा चाहिँ रोडिजमा चाहिँ। जुन चाहिँ नेपालको पहिलो रियालिटी सो हो यो एडभेन्चर सम्बन्धी। इन्डियामा सञ्चालित हुन्थ्यो पहिला र अहिले संस्करण भएर 2017बाट सुरु हुन थालेको छ। सिजन 1देखि 7सम्म भइसक्यो। सिजन 1को त मै भएर च्याम्पियन है। सो अब तिमीहरू पनि हुन सक्छौ। यहाँनिर यत्रो हाइट भएको छौ अनि त्यसरी यो सानो सानो भाइ बहिनीहरू छौ। त्यसरी नै हो प्रगति हुने भनेको, यसरी नै हो। तर गाइड चाहिँ के लिनु पर्यो तिमीहरूले, राइट टाइममा राइट डिसिजन लिनु पर्यो। अघि गुरुले भने जस्तै मेरो त्यो चन्द्र गुरुले चाहिँ नजा पनि भन्नुहुन्थ्यो, नजा म तँलाई यहीँनिर त्योभन्दा बढी पैसा दिन्छु, यहीँनिर ट्रेनिङ गरा भनेर भन्नुहुन्थ्यो। अब त्यो बेलामा चाहिँ मैले यतैतिर रोजेँ गुरु हाम्रो कुमार गुरुलाई भन्दाखेरि चाहिँ अब मेन त अब कुमार गुरु हुन्छ नि त। अनि कुमार गुरु भइसकेपछि अब ठिक छ एकचोटि त्यतैपट्टि जाउँ भन्ने हिसाबले अब त्यहाँबाट खेल्न नि पाइन्छ, पैसा नि आउँछ भन्ने हिसाबले गएको थियौँ हामी। फ्याटै म चाहिँ लागिहाल्यो। त्यही त अरुण र अन्जुन गएको थियो, मेरो वाइफ पनि गएको थियो। उनीहरू खाली त्यति बेला। अनि फेरि नेक्स्ट ट्राईमा चाहिँ लागेको हो। अनि त्यो भएर चाहिँ अब मान्छेले हार मान्नु हुँदैन। कुनै न कुनै दिन सफलता आउँछै आउँछ, आफ्नो हातमा आउँछै आउँछ। र मेहनत भन्ने कुरा चाहिँ गरिरहनु पर्यो। त्यस पछाडि गएर यहाँ खेल्दा पनि अब पढाइ लेखाइको कुराहरूलाई पनि अब सम्झिरहनु पर्यो तिमीहरूले। किनभने पढाइ लेखाइ नै भएन भनेदेखि त तिम्रो अब दिमाग पनि हुँदैन। दिमाग नभएपछि यसरी खुट्टा उचाल्छु भन्दाखेरि पनि यो दिमाग भएन भने अनि यति उचाल्छु कि यति उचाल्छु थाहा हुन्छ हुँदैन। त्यो भएर चाहिँ मेन्टल्ली पनि राख्नुपर्छ। तर त्यो कुरा सबैलाई देखाइहाल्नु हुँदैन। फेरि अपोनेन्टले पनि फेरि के गर्छ, फेरि आफैलाई वार गर्छ। फेरि कुरा बुझेको बुझेन। आफ्नो स्पेसल मुभहरू, आफ्नो स्पेसल आफूसँग भएको ट्रिकहरू सबै दिनु हुँदैन। फेरि मैले हिमालय रोडीमा भनेको थिएँ नि होइन, लास्टमा मलाई उनीहरूले के सोचिरहेको थियो भने जोस् यो दिमागमा चाहिँ कमजोर होला सायदै भनेको थियो होला सायद। कुरा बुझेन। तर त्यो बेलामा म पढाइ लेखाइमा नि म अब्बलै थिएँ क्या। तर मैले त्यो कुरा मैले भनेकै थिइनँ। म सरकारी स्कुल पढेको मान्छे हो। श्री भानु उच्च मावि यहाँनिर तल पाण्डापुर फुलबारीमा छ। त्यहाँनिर म सेकेन्ड थर्ड हुन्थ्यो त्यो बेलामा। भनेपछि चाह्यो भने जे पनि हुनसक्छ, जे पनि गर्न सकिन्छ हामीले। असम्भव भन्ने कुरा केही पनि छैन है बाबु। तिमीहरू नानी बाबुहरू छ, बहिनीहरू एकदम राम्रो खेलाडी, उसको पत्रिका पनि नाम आइरहेको छ। राम्रो गर, अझै राम्रो गर। असम्भव केही पनि छैन, तिमीले सक्छौ। अब उसको अब आफ्नो फिल्डमा राम्रो छ, तिमीहरू पनि आफ्नो फिल्डमा राम्रो गर्नुपर्छ। हाइट भएको मान्छे त झन् अझ बेनिफिट छ यसमा टेक्वान्डोमा चाहिँ। अब हाइट कम भयो भने चाहिँ अलिकति स्पिड चाहिन्छ, अलिकति फास्ट चाहिन्छ, अलिकति ट्रेनिङ गर्नुपर्छ। जस्तै अब ट्रेनिङ त सबैले यहाँनिर संसारमा पनि कति छ होला होइन। त्यो मध्येमा पनि आफूले बेस्ट हुनको लागि के गर्नुपर्छ भन्दाखेरि आफूले अब अपोनेन्टले चाहिँ यही ट्रेनिङ मात्रै गरिरहेछ भनेदेखि अब सोच्नु पऱ्यो कि अपोनेन्ट 24 घन्टामा त्यसले कति घन्टा चाहिँ छुट्याइरहेको ट्रेनिङको लागि, त्यो सोच्नु पर्ने हुन्छ हामीले। म पनि त्यही नै गरेको हो। त्यो ड्युटीमा, मेरो ड्युटीमा अब आर्मीको ड्युटीमा मैले सकेर आफ्नो ड्युटी सकेर त्यस पछाडि फेरि म 9 बजे आवर्स कि राति 12 बजे उसकी म त्यही दिइरहेको हुन्थेँ मेरो आफ्नो टाइमको लागि क्या मैले। कुरा बुझेनौ त। आज त्यही चिजले चाहिँ मलाई यहाँसम्म पुर्याइएको छ। म त्यही लाइनमा थिएँ हिजोको दिनमा। अब आर्मीमा पनि म हिजोको दिनमा त्यही लाइनमै थिएँ। लाइनमा हुँदा नि मेरो आफ्नो सिनियरिटी त छँदै छ। त्यो सिनियर मभन्दा लेफ्ट लाग्ने त धेरै छन् मान्छे होइन। अनि भनेपछि आज यो स्थानमा आइपुग्दाखेरि मैले आफूलाई पनि एउटा भाग्यमानी छानेको छु। तिमीहरू पनि भोलिको दिनमा आउँछौ। तिमीहरू विश्वासको साथ अगाडि बढ, आफ्नो मेहनतमा विश्वास गर, आफूले आफूलाई विश्वास गर, सेल्फ रेस्पेक्ट गर
अनि आफूभन्दा अग्रजको जहिले पनि सम्मान गर। अनि बुवा मम्मीको दुःखलाई सम्झ। बुवा मम्मीले कसरी तिमीहरूलाई यहाँ ल्याउने प्लेटफर्म पनि एउटा तिमीहरूलाई के अपर्च्युनिटी पनि बुवा मम्मीकै कारणले मिलेको, यो कुरालाई कहिले नि बिर्सिनु हुँदैन है। ल र यति नै हो। अब अरू केही सजेसनहरू चाहिएको छ भने, यदि तिमीहरू आर्मी जोइन गर्न चाहन्छौ भने पनि, र अब मेन त अब आर्मी जोइन गरेर पनि कतिपय कुराहरू सबै कुराहरू पाइन्छ भन्ने छैन, यो भाग्यको कुरा पनि हो र आफ्नो मेहनतको कुरा पनि हो। सबैले अब 95,000 सोल्जरले सबैले त अवसर पाउँदैन। यसमा पनि आफूमा पनि एउटा क्यापेसिटी हुनु पऱ्यो नि त। अब त्यो 15 भोल्टको ब्याट्रीमा जम्मा पावर चाहिँ 15 भोल्टको ब्याट्रीमा 15 भोल्टकै पावर छैन भनेदेखि त्यो ब्याट्रीको के काम भयो होइन? अनि भनेपछि त्यो 15 भोल्टको कसरी बनाउने त आफूले माझेर, आफूले प्र्याक्टिस गरेर, अभ्यास गरेर कसरी बनाउने भने त्यो आफूमै भर पर्ने कुरा हो। कुरा बुझ्यो कि बुझ्यो है? त्यो गर्ने, त्यस पछाडि गरेर जहिले आफूलाई रेस्पेक्ट गर्ने है त। ल टेक्वान्डोलाई कहिले पनि नबिर्सिने। म बेला गरिरहेको हुन्छु, म पनि ड्युटीमै भएर। अब यही स्किलले नै हामीलाई चाहिँ अगाडि बढेर चाहिँ अब वाउ भनिरहेको हुन्छ मान्छेले होइन। अहिले नेपाली टाइगर भन्ने नै ग्रुप छ जुन टेक्वान्डोको, त्यो चाहिँ उहाँ डेमोन्स्ट्रेसन टिम चाहिँ इन्डियाको गट ट्यालेन्टको फाइनल पुगेको हो कि होइन होला त। यो हुनु भनेको हाम्रै नाम बढिनु हो क्या। हामी जस्तै तिमीहरू जस्तै बच्चाहरू, म जस्तै टेक्वान्डोमा जोडिएको मान्छेहरू छ, चाहिँ एउटा गर्वको विषय हुन्छ। त्यसैले गर्दाखेरि चाहिँ यो टेक्वान्डोले चाहिँ हरेक कुरा सिकाउँछ बाबु। कुरा बुझेन त? अब यहाँनिर मलाई एउटा कुरा याद पनि छ, त्यो ठ्याक्कै एक दिन त्यो होलिडेज स्कुलमा चाहिँ अनुशासन लिड बाई इक्जाम्पलको रूपमा हुनुपर्छ भन्ने कुराहरू थियो। मैले त्यति बेला अलिकति कपालहरू चाहिँ रातो पार्थेँ हल्का रहर पनि हुन्छ भनेर चाहिँ। तर त्यो बेलामा पनि अनुशासनहीन म थिइनँ त्यो बेला पनि। म त्यो कुराहरूलाई सधैँ मलाई पिरोली लाग्छ, म सम्झिरहन्छु त्यो कुराहरू। हो त्यस्तो कुनै कुराहरू के भन्छ मान्छेलाई टर्निङ पोइन्ट ल्याउँछ क्या त्यस्तो कुराहरू। त्यो कुराहरू जहिले पनि याद गरिराख्ने कि कुरा बुझेकै बुझेन हो। त्यस्तो हो। जस्तै अब कसैले कपाललाई अलिकति लामो पार्दैन, त्यो हुन्छ त। त्यसले पनि एउटा पर्सनालिटी र भित्र के भन्छ क्यारेक्टरिस्टिक र पर्सनालिटी भन्ने चिज हुन्छ। हाम्रो मान्छेले देख्छ पर्सनालिटी देख्छ,